अब शाखा त अन्तिम दिन है आज मजाले एउटा भन्नुहोस् न सानोबाटै तपाईँले के आज अन्तिम दिन हो हिजो उसको द्वादश पूजा थियो आज चोकको पूजा हुन्छ आज चोकको पूजा भएपछि चाहिँ आज अबदेखि चाहिँ ठुट दिन्छ ठुट दिएर चोकहरू दिइसकेपछि चाहिँ अब यो शाखा दावा आज सकिन्छ है र यो 1 महिनाको अवधिभित्र चाहिँ यो शाखा दावा एकदम राम्रो भयो हामी सबैजना न्युनीहरू बस्नु पायौँ र यो क्षेत्रको यो सुनादा क्षेत्रको यो सबैभन्दा ठुलो यो गुम्बा हो है यसमा सबैजना आएर सहभागी हुन्छ र हरेक साल हामी यहाँ आएर न्युनीहरू बस्ने गर्छौँ पूजापाठहरू हुन्छ बिहान 5 बजीदेखिको बेलुकाको 5 बजीसम्म लगभग 12 घन्टाको अवधि हुन्छ यहाँ दिनौँ यो के हाम्रो उयो हुन्छ माने जप हुन्छ योपालि चाहिँ 10 करोडको माने मन्त्र थियो आजको दिनमा चाहिँ 10 करोड पुगेको छ पुग्यो होला मन्त्र त्यसले गर्दा आज चाहिँ अब अन्तिम दिन भएको आज छोप भएर चाहिँ सबैजना आज चाहिँ कुम्भबाट हामी प्रायः 1-2 बजी पूजा सकिन्छ होला त्यसपछि चाहिँ आजको यो न्युली पनि सकिन्छ र आजको पूजा चाहिँ यसरी सम्पन्न लास्ट अन्तिम दिन है पूजा भएर आज सकियो ल सबैलाई धन्यवाद।